एभ्रिवान, म चाहिँ यता चिकन बनाउँदैछु किनकि आज हामीको घरमा पाहुना आउँदै हुनुहुन्छ र पाहुना पनि आइपुगिसक्नु भएको छ र मेरो पनि खाना रेडी भइसकेको छ। आज चाहिँ पुरै घाम लागेका छन् अनि एकदम धेरै गर्मी हुनको कारणले चाहिँ पाहुनाहरूले भन्नुभयो चाय पिउँदिनँ भनेर र मैले चाहिँ खाना पनि यता रेडी गरेँ। मम्मी पितालाई चाहिँ मैले अघि खाना दिइसकेकी थिएँ र अहिले चाहिँ पाली परेको छ यता पाहुनाको र मेरा श्रीमानको र मेरा देवरजीको। पाहुना चाहिँ हुनुहुन्छ फुपू दिदीका छोरी ज्वाइँ र नाति नातिना भन्दाखेरि चाहिँ मेरा दिदी भिनाजु र भाइ बहिनी र यता चाहिँ भाइलाई खाना खुवाइदिँदैछ। केटाकेटीलाई खाना खुवाउन त कति साह्रो पर्छ, कति धेरै नखरा देखाउँछन् होइन भन्नुहोस् त। र सबैको खाना खाइसके पछाडि चाहिँ अहिले हाम्रो लेडिजको पाली परेको छ। हामी चाहिँ यता लेडिज पार्टी जिन्दाबाद भन्दै खाना खाँदै गर्दैछौँ। दिदी बहिनी मिलेर खाना खानको मजै अलग हुन्छ र एउटा यादगार पनि हुन्छ। यता चाहिँ ठुली दिदीकी छोरी हो र उता चाहिँ सानी हो दिदीकी छोरी, फुपू दिदीकी छोरी, कान्छी छोरी। र हामीको चाहिँ यता खानापिना सबै भइसके पछाडि चाहिँ अहिले पाहुना पनि बिदा भइसकेका छन् यस्ता टन्टलापुरका घाममा। अब जानै पर्ने अरे, त्यस्तै खालको केही काम पर्यो भनेर चाहिँ अहिले पाहुना पनि बिदा भइसकेका छन् र एकैछिन पाहुना आउँदा अब एकछिन फुर्ती हुन्छ, गइसके पछाडि चाहिँ फेरि सुन्ने भइहाल्छ होइन भन्नुहोस् त गाइस। र यो चाहिँ साँझको भिडियो भयो। आज चाहिँ हस्बेन्ड वाइफ एकैछिन अब इभिनिङ वाक गरेर आउँ भनेर चाहिँ हामी यता घर पछाडिपट्टि चाहिँ आएका छौँ इभिनिङ वाक गर्नको लागि भनेर। र यहाँ हेर्नुहोस् न कस्तो राम्रो भ्यू देखिएको छ। यो बगानको भिडियो चाहिँ म हजुरलाई दिन्छु भनिरहेको थिएँ, त्यत्तिकै भइरहेको थियो। आज चाहिँ भिडियो चाहिँ क्याचअप गरिहाल्नु पर्यो भनेर चाहिँ यता म आएकी छु। यो अलिकति चाहिँ भयो हामीको बगान र अलिक साइडमा पनि अलिकति छ र हामीले चाहिँ अब बगान चाहिँ लिजमै दिएका छौँ। यहाँ चाहिँ हेर्नुहोस् न कस्तो राम्रोसँगले पात आएका रहेछन्। अहिले चाहिँ अब पानी निकै परेर चाहिँ पात राम्रैसँगले आएका छन् र कस्तो लाग्यो हजुरलाई भन्नुहोस् ल। मलाई चाहिँ एकदम धेरै राम्रो लाग्यो। र उता पुरै जङ्गलै जङ्गल छ, जङ्गल पल्लापट्टि चाहिँ गाउँ पनि छ नै गाइस। र हामीको घर पछाडि चाहिँ यस्तै छ, बगानै बगान छ अनि फेरि जङ्गल पनि छ र जङ्गल पल्लापट्टि चाहिँ फेरि गाउँ पनि छन्। र पुरै साँझ पनि परिसकेको थियो। घर आएर हेर्दाखेरि चाहिँ यता मेरा देवरजी चाहिँ पुरा एकदम सब्जीलाई हालिराख्नु भएको रहेछ दबाई। अब दबाई नहालिकन त फेरि सब्जी केही हुँदैन, पुरै किरा लाग्छ नि त होइन। बगान पनि छेउछाउमा छ, किरा त झनै धेरै लाग्छन्। फुलमा पनि हामीहरूको चाहिँ दबाई हाल्नै पर्छ। र यता चाहिँ बहिनी चाहिँ पुरा एकदम स्किन केयर गरिरहेको छ, एकदम दही लगाएर चाहिँ फटाफट। म चाहिँ यता अब दाना दिँदैछु खसीलाई। हामीका खसीलाई चाहिँ यसरी दाना दिएन भने त दानै खाँदैनन्। अब दाना खाएनन् भने त बलिया पनि हुँदैनन् भनेर म चाहिँ यता खुवाएछु। अब बलिया त बनाउनै पर्ने होइन। र यता मेरा श्रीमान चाहिँ पुरा एकदम काममा लाग्नु भएको छ। यत्रो दिन पानी परेको कारण चाहिँ पुरा जङ्गलै जङ्गल भएको थियो र यता जङ्गल खुर्किँदै हुनुहुन्छ। पिता पनि यता खुर्किँदै हुनुहुन्छ र मेरा श्रीमान पनि उता जङ्गल खुर्किँदै हुनुहुन्छ। गाइस यो भिडियो चाहिँ मैले यतिमै एन्ड गरेँ। बाइ बाइ।